त्यसपछि मनिषले प्रियङ्कालाई एउटा एजेन्सी मार्फत लाइन कुकको काम खोजिदिए। त्यति मात्र नभएर प्रियङ्कालाई धेरै पटक ग्रोसरी किनिदिए, फोन बिल तिर्दिए, किनकि प्रियङ्काले आफ्नो बुवासँग च्याट गरिरहेको बेलामा उनको बुवाले काम खोज, हामी तिमीलाई अब धेरै पैसा पठाउन सक्दैनौ भनेर मेसेज देखेका थिए। यसले मनिषलाई प्रियङ्काप्रति दया जगायो र त्यसैले सम्भव भएसम्म मद्दत गरे। लुगा प्याक गर्न, उबर बुक गर्न र प्रियङ्का कोठा सर्दा समेत सामानहरू ओसार पसार गर्न उनले मद्दत गरे। एक दिन प्रियङ्काले मनिषलाई घरमा रुममेटले आफ्नो बोयफ्रेन्डलाई कोठामा ल्याउने गरेको र उनी त्यहाँ पल्लो खाटमै हुँदा उनीहरू अर्को ओछ्यानमा रात बिताउने गरेको र उनीहरूलाई राति उनीहरूको आवाजले डिस्टर्ब हुने र यौन चाहना पनि हुने गरेको बताइन्। धेरै पछि मनिषले थाहा पाए कि प्रियङ्काले उनलाई फसाउन र फकाउन यस्तो भनेकी रहेछिन्। पछि प्रियङ्का मनिषकै अगाडि धेरै केटाहरूलाई फोन गर्थिन्, उनीहरूसँग फ्लर्ट गर्थिन् र डर्टी टक्स गर्थिन्। एकपटक प्रियङ्काले मनिषलाई नेपालमा आफ्नो बोयफ्रेन्ड भएको र झगडा परेको भएर मात्र मनिषलाई प्रयोग गरेको भनिन्। रिसाएको बेला प्रियङ्काले एक्स बोयफ्रेन्डको नामको ट्याटु पनि खोपिन्। त्यसपछि फाइनली मनिषलाई लाग्यो कि प्रियङ्का उनका लागि राम्रो केटी होइनन्। त्यसैले उनले उनलाई हरेक सोसियल साइट्समा ब्लक गरेर अगाडि बढ्ने प्रयास गरे। त्यसपछि प्रियङ्काले मनिषको इन्स्टाग्राममा कमेन्ट गरिन् र उनलाई ब्ल्याकमेल गर्दै भनिन्, तिमीले मलाई किन ब्लक गर्यो, अनब्लक गर, नत्र म तिम्रो सबै फोटोहरू फ्यामिलीसँग सेयर गरिदिन्छु। प्रियङ्काले मनिषको जानकारी बिना नै खिचेका उनका न्यूड पिक्सहरू लिक गरिदिने धम्की दिइन्। त्यति नै बेला प्रियङ्काले मनिषलाई नक्कली पुलिस केस हालिदिन्छु भनेर धम्की पनि दिइन्। त्यही दिन मनिषले प्रियङ्कालाई सोधे, तिमीलाई आखिर चाहिएको चाहिँ के छ? हाम्रो कुनै भविष्य नै छैन, तिमी मेरो टाइपको नै छैनौ, तिमीले मेरो वास्ता पनि गर्दैनौ। त्यति बेला रुँदै प्रियङ्काले अबबाट यस्ता कुराहरू नदोहोऱ्याउने भने। मनिषलाई लाग्यो ठिकै छ, अनि उनले प्रियङ्कालाई फेरि एउटा मौका दिए। त्यसपछि प्रियङ्काले भेटौँ भनिन्। मनिषले पनि हुन्छ भने। उनीहरू बेलुका करिब 7 बजे एल्समियर र म्याकोवन जक्सनमा भेटे। त्यसपछि प्रियङ्काले मनिषको कोठामा जाने जिद्दी गरिन् र उनी सहमत पनि भए। उनीहरूले डिसेम्बर 25, 2024 को रात मनिषको कोठामा बिताए। जब मनिष बिउजिए प्रियङ्कालाई आफ्नो फोन चलाइरहेको देखे। मनिषलाई यो थाहा थिएन कि प्रियङ्काले त्यो फोन लकमा आफ्नो पनि फेस रिकग्निसन राखेकी रहेछन्। मनिषले अर्की केटीसँग गरेको च्याटको कारणले प्रियङ्काले उनीसँग झगडा गरे। खासमा त्यो केटी पनि मनिषको साथी मात्र थिइन् र उनीहरू च्याटमा साथीहरू जसरी नै जिस्किन्थे। प्रियङ्काले उनको एकाउन्टबाट मनिषका धेरै साथीहरूलाई गाली गरिन्। मनिषले फाइनली भने, तिमी कहिले बदलिने छैनौ, तिम्रो यो व्यवहार कहिले बदलिने छैन। उनीहरूको केही समय यही कुरामा आर्ग्यु भयो। त्यसपछि प्रियङ्काले मनिषलाई केस गरिदिन्छु भनेर ब्ल्याकमेल फेरि गर्न थालिन्। अति भएपछि मनिषले पनि तँलाई जे सुकै मन छ गर भने। मनिषले प्रियङ्कालाई त्यति भन्न पाएको छैन। प्रियङ्काले 911 मा कल गरिन् र भनिन् कि मनिषले उनलाई दुर्व्यवहार गरे र अन्य धेरै कुराहरू गरिन्। केही मिनेटभित्रै प्रहरी आयो र मनिषलाई पक्राउ गर्यो।